ल यो हामी कुन ठाउँ हो त यहाँको? यो गरुलभिर 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 कोइलाबासको गरुलभिर होइन? हजुर कोइलाबासको गरुलभिर हो यो। आजको हाम्रो यात्रा हामी कोइलाबास बाबुबाजेको नुन बोक्ने ठाउँ हेर्न। बाबुबाजेको नुन बोक्ने ठाउँ हुँदै 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 हामी कोइलाबास झर्दैछौँ तलतिर। अब गरुलीभिर भन्ने ठाउँमा आइयो होइन? हजुर पहिला उछिट्या नचाउँथे अरे यहाँ नयाँ नयाँ मान्छेहरूलाई बुढापाकाहरूले। हो त्यो यही ठाउँ हो हजुर। यही ठाउँ हो नि। यही ठाउँमा ठुलो सदानको रुख, यहाँ ध्वजा लगाएर हिँड्ने, बुढापाकाहरू नुन लिएर आउँदाखेरि उछिट्याहरूलाई मजुरका फुलहरू देखाउने गर्थ्यो अरे। यही एरिया अरे। यही ठाउँ हो। अब यहाँबाट हुँदै हामी कहाँ जान्छौँ? तल हुँदै यसो यसो तल तोसपेदा, त्यसबाट तपाईँको तल चोरखोली भएर चोरखोली हुँदै हामी पुग्छौँ कोइलाबास। अब यहाँदेखि हाम्रो कति 10 किलोमिटर रह्यो होइन कोइलाबासलाई? 10 किलोमिटर। हजुर 10 किलोमिटर कोइलाबास। ल हेर्नुहोस् हाम्रो यहाँको रोडहरू भन्नुहुन्छ भने भिआइपी स्टाइलको रोडहरू छ।